ये मैंने चाहे है ना You are my big fan. के पुग्छ भयो Hey guys, this is the most handsome YouTuber in the world, Pratik. मेरो च्यानलमा टोटल 2वटा भ्लग छ र दिस इज द थर्ड वान र मेरो लास्ट 2टा भ्लग भनेको चाहिँ साथीहरूसँगको थियो र यो चाहिँ अलि डिफ्रेन्ट छ किन भन्दा पास्ट भ्लग्सहरूमा म साथीहरूसँग थिएँ होइन फटाइ हानेको वाला टाइपको भिडियोहरू थिए भनेपछि यो भ्लग चाहिँ मेरो अफिस कलिग्सहरूसँग छ होइन अब मेरो हल्का सामान ल्याउनु थियो कलेज ड्रेसमै थिएँ चेन्ज गर्नु पर्यो सो एकैछिनको लागि चाहिँ म घर फर्केको म चाहिँ रेडी भइसक्यो अब दाहिने अगाडि वेट गर्दै हुनुहुन्छ अब म जान्छु है पार्टी जान्छ भाइ ल हामी चाहिँ आधा बाटोभन्दा हल्का अलिक परै आयौँ अब हल्का बाँकी छ As you can see, हामी चाहिँ अलग अलग पुग्न लागिसक्यो अब हाम्रो बाटो चाहिँ लगभग नजिकै छ भनौँ यही जङ्गल भने क्या हो यही जङ्गल भने क्या हो नखानु बागाउने बस्थ्यो छ त्यहाँ त कहाँ बाघ लाग्छ बनाइदिएक बाघै हिँडाएन त्यहाँ उताबाट आइदिरहेको ल हामी चाहिँ पुग्यो है त र हाम्रो ग्रुप चाहिँ यता हाम्रो भ्लगहरू दाइको एन्ट्री भइसक्यो हामी मेरो एन्ट्री भइसक्यो दाइसँग यो गाइस you are my big fans hello you are my big fans you are my big fans hello yeah you are my big fan yeah I'm his big fan नमस्ते दिदी नमस्ते हुन्छ हेलो बाबु यता हेलो बाबु हेलो भन्नु हेलो भन्नु हेलो सोधनु भाइ हो हामी के खाएर आएको के नखाएर आएको र हामी रुमतिर जान लाग्यो अब के भयो चक्लेट किन गाडी बसेर कता खोज्ने रुम हाम्रो यता होइन डबल बेड हाम्रो ए खै सिङ्गल बेड कहाँ छ दुईवटै छ त के डबल बेड सिङ्गल सुरुमा चाहिँ मोबाइल चार्ज लाउँ है यो बेला चार्जै भएन त्यसो अब दुईटा मात्रै दिएछ ए के पो खस्यो रुम नै फरक पर्दैन हाम्रो रुम नै फरक चार्ज लगाऊँ पहिला चार्ज was the block चाहिँ यहाँ छ है मोबाइल चार्ज लगाऊँ
3% सेयर भएर पनि भयो भयो यस्तो मजाको भिडियो सुट गरौँ भनेको मेरो यहाँ मोबाइलको ब्याट्री सिद्धेर यहाँ ल्याङ भएछ यो छ मेरो क्यामेरा एज अलवेज हिरो ठ्याक्कै यहाँ बेड पछाडि चाहिँ अब त्यो आर्ट छ मलाई हेर्नु ठिकै लाग्यो राम्रो लाग्यो यति छ अब त्यही यो इन्टेरियरहरू त्यस्तै नर्मल ठिकै छ अब बाहिरतिर हेर्नुपर्दा हजुर त्यो त बारबीतिर छ हाम्रो यो बाहिरको सिन पुल स्विमिङ पुल त्यहाँ छ बाहिरतिर अब हेर्नुपर्दा थारू कल्चरल डान्स थारू कल्चरल डान्स सकिएको छ यस्तो आँखा धरि नै चार्ज नभएर त यार अब म चाहिँ मोबाइल लिएर जानु क्यामेरा टोपी नै लगाएँ होइन अब पोज दिनुपर्दा यस्तो खालको देखेको छैन स्पिकर रुममै बिर्छ हामी स्पिकर लिन जान गएको हजुर खै छैन मसँग ए म चेक गर्छु है स्पिकर लिएर जान गएको होइन ट्याक्क अरे बारबिक्यू गर्ने रहेछ बारबिक्यू एउटा पुग्यो नि हुन्छ यहाँ पनि बारबिक्यू गर्ने चिकन ल्याउने म्यारिनेट गरे कति ल्याउने भाइ 2 किलो चिकन म्यारिनेट गरेर ल्याइदिनु चार्जर सादेको चम्चो पनि हुन्छ है One, cheers! जुनेली रातको जुन तिमी मेरो बनिले अलकारको उज्याली जुनेली रातको जुन तिमी मेरो बनिदेऊ यो मर्निङ गाइज म चाहिँ अब एकैछिन यता आगो सेकिदिएर जान लाग्यो बिहान लगभग त्यही 6 बजे आइसक्यो मलाई चाहिँ मेरो चाहिँ निद अलिक पहिले खुल्यो होइन मलाई चाहिँ अब खास निदै लागेन भनौँ 2:30 बजेदेखि आँखा खुलेर निदाएको छैन म आगो बालेछ भन्दै थियो यता कता पो अलिक जाऊँ दाइ हेलो दाइ यतै हो फायर आगो बाले छैन फर्केँ म फर्केँ आगो नै रहन्छ फर्केँ ल ए अर्जेन्टिना बी ब्राजिल सी क्यानाडा डी डेनमार्क ई इङ्ल्यान्ड एफ जी जर्मनी एच यस हङकङ आई इन्डिया जे जापान के यसको के भन्दा क्यानाडा क्यानाडा सिधै आउँछ कोरिया 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 आउन किन हुँदैन कोरिया हुन्छ त KORE एलदेखि लुम्बिनी लायन्स ल यो पोगोबल खेल्ने होइन के भन्छ यसलाई पोगोबल
पोको बोतल खेल्ने जो हार्छ 10 रुपियाँ पुसअप गर्छ है भाग्न पाइँदैन फेरि भाग्न पाइन्न मेरो भयो अब तिमी पालो तिम्रो पनि भयो जसको भएन त्यसले गर्छ अहिले तेरि भएन ल हो चार भएन तिमी गर 10 रुपियाँ अब 1 5 के पुसो भयो 6 7 8 9 10 ल गर के हो यो के हो तिमी चिटिङ गर्छौ तिमी भएन अब के बोल्छ अब फेरि भएन 50 पुसअप 60 70 80 फोटो खिचिसक्यो हामी चाहिँ अब निस्किन लाग्यो आधा गाडीमा बाहिर म चाहिँ स्कुटीमा सिट हेर न सिट ओइ हात्ती बाने छ सुतिरहनु दौडेको हेर्नु अलवेज द एक्साइटेड वान मेरो दाइ आयो भनेको ऊ त्यहाँ छ ऊ त्यहाँ यता हेर्नु यहाँ यहाँ फर्किन लाग्यो कुन चाहिँ बाँदर हो ए च्यात्दैछ के छन् ओइ ला हामी हाम्रो नेक्स्ट स्टप चियाखानातिर जाँदै Have a seat, dining table. तलै घुस्दियो होला हौ बहिनी ल आऊ हेलो तिम्रो प्रदीप ठाउँको नाम थाहा पाएको ठाउँको थाहा पाएको लाग्छ कर्णाली धेरै छ नि बरु कर्णालीबाट फर्किने बेला ऊ चिया है म सबैलाई देखाउँछु है ल आउनु टी ब्रेक सिद्धियो अब हामी जान लाग्यो बिचमा सिकेर अखासित परिरहेको छ त गाइस चेकपोस्ट होला इन्दिरा गाडीको बिचमा हजुर सँगै जान्थ्यौँ त गाडीसँग दुईटा गाडी भयो यता बाघ लाग्ने हुने भएकोले हामीलाई दुईटा गाडीको बिचमा होइन मार्यो नेक्स्ट चेकपोस्ट
फेरि फर्किँदैन यतैबाट फर्किनुपर्छ यतैबाट बाइक चलाइदिनु दाजु स्टोरेज छैन स्टोरेज के हाल्यो कि हजुर जाम तल जाम यार तल 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 हामी अब खाना खान जानु लाग्यो Let's go.